उहाँले त्रास दिएको हुनाले उसले पुरा खुलेर मलाई बताउन सकेन। अब त्यसले दारूको बोतल हातमा एउटा खुकुरी लगेर मेरो कोठामा बच्चालाई त्रास दिएछ। बच्चाको कन्फिडेन्ट कस्तो भएको छ भने म यहाँ पढ्दैन बाबु, डेडी म यहाँ पढ्दैन डडाउन्द्रामा, त्यस्तो कन्फिडेन्ट भएको छ। मैले त्यो सहजीकरण कसरी गर्ने, पीडित मान्छे को हो र नेपाल सरकारले पीडित मान्छेलाई कसरी के उद्धार गर्ने र मलाई न्याय मिल्ने कि नमिल्ने हैन। अब ऊ त पुलिस फोर्सको मान्छे होला, यहाँ अनेक प्रकारका मान्छेहरू छन् हैन, राजनीति छ ऊ छ। मलाई त राजनीतिको राह पनि थाहा छैन। सिधा कुरा, म गरिब मान्छे हौ, आफ्नो कमाएर खाने, आफ्नो सिधा बाटोमा हिँड्ने। मलाई क्षतिपूर्ति मिलोस्, मलाई न्याय मिलोस्, मेरो बच्चाको भविष्य कसरी हुन्छ हैन। भोलि त्यो आइमाईमाथि आफ्नो नेपालमा आइमाईलाई यस्तो घृणा हिसाबले हेर्ने, यो नेचरले हेर्ने भनेपछि हाम्रो नेपालको दिदीबहिनी अर्को देशमा गएर अर्को मान्छेले राम्रो नेचरले हेर्छ। हाम्रो नेपालमै नेपाली दाजुभाइ भएर नेपाली बहिनीलाई यस्तो अत्याचार, यस्तो घृणा नजरले हेऱ्यो भने भोलि आइमाईको कतिको के छ त हैन। एक्लोपनको त्यो त फाइदा उठाउनु परेन नि, त्यो भनाइ मेरो हो सर हैन।